हेलो साथीहरू नमस्कार। आज म फेरि पनि तपाईहरुलाई अर्को एउटा नयाँ कुरा सिकाउन गइरहेको छु। आज चाहिँ यो सामुदायिक विद्यालयका शिक्षकहरूको नागरिक लगानी कोष को चाहिँ हामीले अनलाइनबाट चाहिँ कसरी नागरिक लगानी कोषको चाहिँ पैसाहरू जम्मा गर्न सकिन्छ भन्ने कुरा चाहिँ म यहाँ तपाईहरुलाई जानकारी दिन गइरहेको छु। जसको लागि सबैभन्दा सुरुमा त हामीले एउटा वेब ब्राउजर खोल्नु पर्यो, जसको लागि मैले यहाँनिर क्रोम चाहिँ यहाँ युज गरेँ। अब यस पछाडि मैले यसलाई खोलिसकेपछि यहाँनिर एनएलके भनेर गर्दा पनि हो हैन। एनएलके भनेर सर्च गर्ने बित्तिकै यसरी गर्न सकियो। एनएलके भन्ने बित्तिकै एनएलके होम भनेर यहाँनिर नागरिक लगानी कोषको चाहिँ वेबसाइट खुल्ने गर्दछ। स्किप वेबसाइट भनेर यसलाई गरिदिन सक्यो। के नोटिसहरू देखाउँछ यहाँनिर रहेर। यस्तो तरिकाले नागरिक लगानी कोषको चाहिँ के हुन्छ त भन्दाखेरि यहाँनिर वेबसाइट खुल्छ। अब हामीले त्यस पछाडि गर्नु पर्यो ई सर्भिसमा चाहिँ हामी के गर्नु पर्यो भन्दाखेरि जानु पर्यो। ई सर्भिसमा गइसकेपछि अब हामीले यहाँ के गर्ने भन्दाखेरि नागरिक लगानी कोषको चाहिँ आफ्नो आइडी पासवर्डहरू चाहिँ के गर्ने भन्दाखेरि यहाँनिर इन्ट्री गर्ने। यहाँनिर मैले आइडी र पासवर्ड आइडी पासवर्ड हालेर चाहिँ यहाँनिर के गर्छु भन्दाखेरि लगइन गर्छु। यो आइडी पासवर्डहरू चाहिँ तपाईले अब शिक्षकमा पहिला जुन स्कुलबाट गरिराख्नु भएछ जसले गर्छ आखिरी त्योसँग पनि यहाँनिर यो चाहिँ के हुन्छ भन्दाखेरि आइडी पासवर्ड हुन्छ। नत्र पनि तपाईहरुले चाहिँ के गर्नुहुन्छ भन्दा नागरिक लगानी कोषमा गएर चाहिँ जस्तै यहाँनिर एनएलके कन्ट्याक्ट नम्बर भनेर यसरी चाहिँ अब यहाँनिर कन्ट्याक्ट भनेर सट्टै यहाँनिर हेड अफिसहरू अथवा कहीँ यसरी सरेर कुन ब्रान्चमा अब नजिकको तपाईहरुको ब्रान्च कुन पर्छ यहाँनिर फोन नम्बरहरू हुन्छ। यो चाहिँ गरेर अफिस टाइममा चाहिँ यहाँनिर ठ्याक्क यसरी कल गरेर पनि आफ्नो आइडी पासवर्डहरू चाहिँ यदि थाहा छैन भने पनि तपाईहरुले त्यसरी चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि लिएर गर्न सक्नुहुन्छ। अब यति गरिसकेपछि हामीले के हुन्छ भन्दाखेरि यो नागरिक लगानी कोष खुलिसक्छ। त्यस पछाडि चाहिँ अफिस स्किममा कलेक्सनमा गएर चाहिँ यहाँनिर के गर्नुपर्छ भन्दाखेरि क्लिक गर्नुपर्छ। अफिस स्किममा गइसकेपछि यहाँनिर हामीले के गर्ने भन्दाखेरि क्रिएट गर्नुपर्ने हुन्छ। क्रिएट गरिसकेपछि यहाँनिर यसो सर्चमा यहाँनिर क्लिक गर्ने बित्तिकै हाम्रो यहाँ आउँछ टिचर इन्सुरेन्स फन्ड भनेर यहाँनिर के देखाउँछ भन्दाखेरि यहाँनिर देखाउने गर्छ। अब यहाँनिर हामीले अनलाइनबाट गर्ने हो भने चाहिँ यहाँनिर एट्याच गरेर यहाँनिर पहिला नै के गर्न सकियो भन्दाखेरि यहाँनिर अनलाइनबाट चाहिँ हामीले डाउनलोड गरेर चाहिँ टेम्प्लेट गरेर हैन डाउनलोड विथ डाटा अथवा डाउनलोड टेम्प्लेट गरेर यहाँ डाउनलोड विथ डाटा गरेपछि चाहिँ यहाँनिर एउटा स्किममा कलेक्सन यहाँनिर ठ्याक्क थाहा हुन्छ। यदि धेरैजना चाहिँ शिक्षकहरूको हुनुहुन्छ भने यहाँनिर सट्ट के गर्न सक्यो भन्दाखेरि यहाँनिर डाउनलोड स्लिप भनेपछि यहाँनिर सट्ट हाम्रो यहाँनिर पहिला कुन हाम्रो स्कुलमा चाहिँ कसले गर्नुभएको छ भन्ने तरिकाको यहाँ पहिला काम गर्नुहुने उहाँहरूको स्कुलहरूको चाहिँ ठ्याक्क यहाँनिर देखाउँछ। अनि एमाउन्ट कति हो भनेर यहाँनिर ठ्याक्क अब यो पहिलादेखिको जुन स्कुलमा पहिला एकचोटि जहिले गरिसकेको हुन्छ नि उहाँ सरहरूको त्यो सबैको चाहिँ यहाँनिर के हुन्छ त नाम यसरी बसिराखेको हुन्छ। अब यसरी बसिरहेपछि यहाँ जसको गर्ने हो त्यसलाई मात्रै राखेर अरूलाई चाहिँ यहाँबाट यहाँ यसमा क्लिक गरेर जस्तै मानिलिउँ यो सरको चाहिँ हामीले यहाँनिर हाल्नुपर्ने छैन भने यसरी राइट क्लिक गरेर अनि यसलाई यहाँनिर डिलिट गरिदिएर के गर्न सकियो भन्दाखेरि जसको चाहिँ काम गरिन्छ नि त्यसको राखेर चाहिँ यहाँ एमाउन्ट राखेर अनि यसलाई सेभ गरिदिने। अनि यो सेभ गरिसकेपछि के गर्ने भन्दा यहाँनिर एट्याचमा गएर चाहिँ यहाँनिर ठ्याक्क अब त्यो डाउनलोडतिर यहाँ डाउनलोडमा बसेको हुन्छ नि त यहाँ अहिले यो स्किममा भनेर यो ट्याक्कै यो बसेको हुन्छ। अनि त्यहाँ ओपन गरिदिइसकेपछि यो ठ्याक्कै एट्याच हुन्छ। अनि यहाँ सट्ट देखाउँछ यहाँनिर कसको चाहिँ नाम हो यहाँनिर भन्ने कुरा के गर्छ भन्दाखेरि ठ्याक्क देखाउने गर्दछ। अब होइन तपाईहरुको यदि भर्खरै यहाँनिर सिक्दै हुनुहुन्छ हैन अथवा तपाईहरु चाहिँ नयाँ हुनुहुन्छ अनि त्यसबाट चाहिँ यहाँ थोरैको चाहिँ हामीले गर्दैछौँ भन्ने तरिकाले भने चाहिँ अब कहिलेदेखि कहिलेसम्मको जस्तै मैले वैशाख चाहिँ 2082 वैशाखदेखि चाहिँ 2082 अब हाम्रो त
असारसम्मको यतिखेरको ठिक्क यो काम हुन 82 असारसम्मको चाहिँ के हुन्छ भन्दाखेरि काम हुँदैछ। अब यो चाहिँ हामीले कहिले गरेको भन्दाखेरि यहाँ त अब हामीले गर्दा त असारमा अहिले अब असार लागिसकेको छ। असारमा चाहिँ मैले जम्मा गर्ने भन्ने खालको र यहाँनिर के गर्ने असार हान्ने। यहाँनिर चाहिँ टिचर इन्सुरेन्स फन्ड फ्रम वैशाख टु असाढ हैन 2082 वैशाख टु असाढ। यहाँ जे लेख्दा पनि सामान्य कुरा तपाईहरुले लेख्दाखेरि यहाँनिर हुन्छ। यहाँनिर सामान्य कुरा तपाईले लेख्न सक्नुहुन्छ। अब वैशाख टु असाढ गरिसकेपछि यहाँ क्लिक गरिसकेपछि ठ्याक्क यो के हुन्छ भन्दाखेरि पहिले नै यहाँ जो भइसकेको हुन्छ नि शिक्षकहरुको उहाँहरुको चाहिँ के हुन्छ भन्दाखेरि सबैको यहाँ नाम देखाउने गर्दछ। अब यहाँबाट तपाईलाई जसको चाहिन्छ त्यसलाई चाहिँ ट्याक्क क्लिक गर्ने। जुन छ जस्तै यो उहाँको चाहिने हो। अब असाढमा गरे भने चाहिँ उहाँको कति जम्मा हुँदा हाम्रो त 3 महिनाको भनेको 2400.00 गरिदिन सक्यो। अनि त्यसपछि यहाँनिर 2400 गरिसकेपछि के गर्ने भन्दाखेरि यहाँ ट्याक्क प्लस साइनमा चाहिँ क्लिक गरिदिने। यहाँ टोटल एमाउन्ट देखाउँछ यहाँ हिसाबको। फेरि यही सर्च जस्तो बक्समा क्लिक गरिदिने। अब अर्को कस्टको यो अलिकति नेट नचलेर यहाँनिर लोडिङ जस्तो देखायो हैन। अब अर्को जुन सरको गर्ने हो त्यसको चाहिँ के गर्ने भन्दाखेरि फेरि ठ्याक्क चाहिँ हजुर यसो गर्दै गर्दै चाहिँ के गर्ने भन्दाखेरि सबैजना जतिजना हुन्छ यसरी मान्नु यहाँ कसैको चाहिँ यसरी चाहिँ यहाँ काम यो मिलेन भने त्यसलाई फेरि इन्टु गर्न सक्नुहुन्छ हैन। अनि त्यसपछि फेरि यहाँ क्लिक गर्दै चाहिँ के गर्ने भन्दाखेरि यो लोडिङ चाहिँ मेरो यहाँ नेटमा प्रब्लम भएको कारणले गर्दाखेरि अलिकति बढी लोडिङ जस्तो देखायो हैन। अनि त्यसपछि फेरि यहाँ सट्ट त्यो नाममा यसो डबल क्लिक गरिदिनु। जसलाई देखाएको छ त्यो नाममा डबल क्लिक गर्नु। त्यहाँबाट ठ्याक्क यहाँनिर अब 3 महिनाको गर्दा त 800 हुन्छ। 400 आफ्नो तलबबाट काट्ने हो, 400 सरकारलाई थपिदिने हो। त्यो हुँदाखेरि हाम्रो महिनाको चाहिँ 800 रुपैयाँ जम्मा हुन्छ। अब हामीले एकैचोटि तलब त 3 महिनामा खाइन्छ नि त। त्यो कारणले गर्दाखेरि एकैचोटि 3 महिनाको गर्दाखेरि सबैको 2400 यहाँ चाहिँ अब माविको निमावि प्रावि जोसुकैको हो नि सबैको 2400 हुँदै जान्छ। र यहाँनिर टोटल एमाउन्ट भनेको कतिजना यहाँ हाम्रो चाहिँ यो स्कुलमा ल 4 जनाको हुँदाखेरि यहाँ 4 जना। यहाँ ओल्ड एकाउन्ट नम्बर भनेर पनि यदि कसैले यहाँ शिक्षकहरु चाहिँ ओल्ड किसिमको पहिलादेखि यो हाम्रो यो नयाँ आएको त अब 2-3 वर्ष भयो 2-4 वर्ष भयो त्योभन्दा अगाडिदेखि सरहरुको चाहिँ यस्तो ओल्ड एकाउन्ट नम्बरहरु पनि हुन्छ र उहाँहरुको पनि नयाँ पनि 001 अनि टिबिएन भन्ने तरिकाले यहाँनिर क्रिएट भएको हुन्छ। अब यति गरिसकेपछि हामीले के गर्छौं भन्दाखेरि सबैजनाहरुको चाहिँ एमाउन्ट चाहिँ यहाँनिर हामीले के गर्ने भन्दाखेरि पहिला भरिसक्ने। त्यसपछि एमाउन्ट भरिसकेपछि अब के गर्नु पर्यो भन्छ हजुर यसपछि चाहिँ अब यो सबै गरिसकेपछि हामीले ड्राफ्टको रूपमा सेभ गर्ने कि हैन अथवा चाहिँ यसलाई चाहिँ कन्फर्म सेभ गर्ने भन्ने। अब हाम्रो सबै मिलिसकेपछि त अब हामी टोटल कति जनाको हो हैन अनि त्यस अनुसारको एमाउन्ट यहाँ जम्मै मिलिसकेपछि त यसलाई हामीले कन्फर्म सेभ पनि यहाँनिर गरिदिन सक्छौं। यति गरिसकेपछि अब हाम्रो के हुन्छ भन्दाखेरि यहाँनिर एउटा भाउचर प्रिन्ट कन्फर्मेसन भनेर चाहिँ यहाँनिर सट्ट एउटा यो ट्रान्ज्याक्सन आइडी भनेर देखाउँछ। यसलाई स्क्रिनशट गरेर राख्दा पनि भयो हैन। यदि अहिले नै यो प्रिन्ट नगर्ने भने चाहिँ यसलाई ट्याक्क के गर्ने भन्दा यो स्क्रिनशट गरेर राख्न सकियो। नत्र चाहिँ यसलाई अब यो पछाडी हामीले यहाँनिर अहिले नै ट्याक्कै भाउचर गर्ने भन्दा यसलाई स्क्रिनशट नगर्दा पनि हुन्छ हैन। यो विन्डो र PRTSCR भन्ने किबोर्ड चाहिँ तपाईले एकैचोटि क्लिक गर्नु भने चाहिँ ट्याक्क के हुन्छ भन्दा स्क्रिनशट हुन्छ। अब मैले यसलाई ओके गर्दै त्यहाँबाट ओके गरिसकेपछि अब तपाईले स्कुलहरुबाटै स्कुलतिरै गर्नुभएको अब यो जुन कम्प्युटरमा गर्दै हुन्छ त्यसको चाहिँ ठ्याक्कै त्यो प्रिन्टरसँगै एट्याच भएको छ भने त डाइरेक्ट त्यहाँनिर प्रिन्ट भइहाल्छ। अथवा तपाईले घरतिर गर्नुभएको छ भने त्यसलाई चाहिँ एउटा यो PDF को रूपमा चाहिँ सेभ गरेर राखौ। अनि त्यसलाई के गर्न सकियो भन्दाखेरि फेरि अर्को प्रिन्ट त्यहाँबाट यसलाई ठ्याक्क के हुन्छ भन्दाखेरि यस्तो तरिकाले यहाँनिर देखाइहाल्छ हाम्रो यहाँनिर कुन कार्यालय हैन भन्ने कुरा। अब यसलाई चाहिँ त्यहाँबाट मैले ठ्याक्क यहाँ प्रिन्ट
मा क्लिक गरेर पनि यहाँनिर ट्याक्क प्रिन्ट गर्न सकियो। अब यति यहाँ प्रिन्ट गरिसकेपछि यसमा ठ्याक्क क्लिक गरेपछि यहाँ एउटै उसमा आउँछ, प्रिन्टमा क्लिक गरेपछि अब यसलाई यहाँनिर अहिले हाम्रो यहाँ प्रिन्टर छैन, मैले यहाँनिर यसबाट यो सेभ एज पिडिएफ भनेर चाहिँ यहाँनिर ट्याक्क सेभ एज पिडिएफमा चाहिँ यहाँ सेभ गर्न सक्छु। यसरी सेभ गरेर ठ्याक्क तपाईँहरूको अब यहाँ के भन्दाखेरि त्यो ठ्याक्कै कम्प्युटरमै प्रिन्टर एट्याच छ भने त त्यही डाइरेक्ट प्रिन्ट गर्न सकिहाल्यो हैन। नत्र चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ यहाँनिर मैले ठ्याक्क एउटा के गरेँ भन्दा यसलाई ट्याक्क एउटा उसमा चाहिँ सेभ गरेर यहाँ सेभ गरेर राखेँ। अब यहाँनिर फेरि यसमै गएर चाहिँ तपाईले अब यहाँनिर सक्सेस टिभीएनतिर यहाँनिर के हुन्छ भन्दाखेरि यहाँ सक्सेस भेरिफाई भनेर यहाँनिर के हुन्छ भन्दाखेरि यहाँ देखाउँछ यो सबै सक्सेस भएको छ। यहाँनिर हाम्रो यो भइसकेको छ, यो पहिला गरेको हैन। अब यहाँनिर जस्तै यहाँ 2081 हैन, चैत माघदेखि चैतको त जस्तै यहाँनिर गरिसकेपछि यो काम गरिसकेपछि के आउँछ भन्दा यहाँ भेरिफाइड भनेर यहाँ देखाउँछ। अब यहाँनिर यहाँ अलमा यहाँ न्युली क्रिएट हैन, भेरिफाइड, मोडिफाई, रिजेक्टेड यदि केही कुरा तपाईले बुझाउनु भएको पैसा र यहाँनिर गर्नुभएको चाहिँ यो पैसा मिलेन भने चाहिँ यसलाई के हुन्छ भन्दा पछि यो डेट सकिएपछि चाहिँ यहाँनिर रिजेक्टेड भनेर चाहिँ यहाँ देखाइदिन्छ। अनि अब के हुन्छ भन्दाखेरि यहाँनिर वैशाख 2 असार भनेपछि यो कहिले गर्नुभएको भनेर यहाँ डेट हुन्छ। अहिले भर्खर गरेको चाहिँ यहाँ के हो, न्युली क्रिएटेड भनेर देखायो। अब यो पैसा तिरिसकेर ब्याङ्कमा काम भइसकेपछि यसरी भेरिफाई भएर हुन्छ। अनि यो भेरिफाई भइसकेपछि चाहिँ तपाईहरुको मोबाइलमा पनि एसएमएस आउँछ, मोबाइल नम्बर हाल्नुभएको छ भने। कहिलेकाहीँ मोबाइल एसएमएस आएको छैन भने यहाँ पर्सनल आइडी पनि बनाएर यहीँबाट पनि तपाईहरुले स्टेटमेन्ट हेर्न सक्नुहुन्छ। त्यो स्टेटमेन्ट हेर्ने, पर्सनल आइडी बनाउनेहरुमा तपाईहरुलाई के समस्या छ भने त्यस्तो कमेन्टहरु गर्नु भने म कसरी चाहिँ त्यसलाई पर्सनल आइडी कसरी क्रिएट गरेर चाहिँ आफ्नो एमाउन्टहरु कति छ भन्ने कुराहरु चाहिँ त्यहाँ देखिन्छ भन्ने कुरा पनि म देखाउँछु। यदि पर्यो भनेर तपाईहरुले आफ्नो त्यहाँनिर जिज्ञासा त्यसरी राख्नु भने गर्न सक्छु। र यति गरिसकेपछि तपाईहरुको चाहिँ अब के गरिन्छ भन्दा ठ्याक्क त्यो अहिलेको प्रिन्ट गरेर भाउचरलाई ट्याक्क आएको यहाँ भाउचर हुन्छ, यसलाई चाहिँ ट्याक्क प्रिन्ट गर्ने। अनि यो प्रिन्ट गरेर लगेर चाहिँ आफ्नो त्यहाँनिर जुन ब्याङ्कमा तपाईहरुले कारोबार गर्नुहुन्छ अथवा जुनै ब्याङ्कमा लगेर यो बुझाउँदा पनि हुन्छ हुन चाहिँ। तर अब तपाईहरुले त्यहाँ गरिराख्नु भएको आफ्नो नजिकको ब्याङ्कमा गएर चाहिँ त्यहाँनिर अर्को एउटा नागरिक लगानी कोषको फर्म पनि हुन्छ एउटा ब्याङ्कमा पाउने, त्यो फर्म भरेर चाहिँ ठ्याक्क पैसा यहाँ गरिसकेपछि त्यो अब हेड सरले प्रायः जहिले गरिराखेको हो, त्यो काम जानिहाल्नुहुन्छ। तपाईहरुले नि आफूले सिक्नु भने अर्कोचोटि कहीँ जानु पर्यो भने आफूलाई पनि सहज हुने गर्दछ। यसरी चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ, अब यति गरिसकेपछि चाहिँ अनलाइन युजमा काम गर्न सक्नुहुन्छ। अब यस पछाडि म यो नागरिक लगानी कोषको हो। अब त्यहाँदेखि तपाईहरुले अरु केही कुराहरुको पनि त्यस्तो अप्ठ्यारो पर्यो भने चाहिँ म अरु भिडियोहरुमा बनाउँदै जान्छु। अब यस पछाडि म सञ्चय कोषको पनि कसरी गरिन्छ भन्ने कुराहरु पनि म तपाईलाई सजिलो तरिकाले, अब अरु पनि धेरै सिकाएका छन् सबै कुराहरु हैन, प्राय जानेको हुन्छ। र अनि सजिलो तरिकाले चाहिँ यहाँनिर तपाईहरुलाई चाहिँ यहाँनिर गरेर मैले देखाएँ। आजको भिडियोमा यति नै, बाइ बाइ।